हेलो साथीहरू, गुड मर्निङ। सेवा छ सम्पूर्णलाई। गुड मर्निङमा हेर्नेलाई गुड मर्निङ, गुड आफ्टरनुनमा हेर्नेलाई गुड आफ्टरनुन, इभिनिङमा हेर्नेलाई इभिनिङ। आज चाहिँ हामी उकालो जाँदैछौँ। साथीहरू एउटै ड्रेस, एउटै टोपी, एउटै अनुहार भन्नु होला। म मान्छे एउटै हो, जङ्गल जाने ड्रेस यही हो। ल उकालो ठाङमा डेचमाहाङमा मान्छेहरूको खुट्टा ओह्रालो झर्दैछ। अरूलाई हाँसिदिँदा म चाहिँ कुन बेला निस्किनु को नि त। आया कटुसको के साथीहरू, बेला मौकामा यसरी उकालो कसरत गरेन भने नसा जाम हुन्छ, नसामा बोसोको लेख्रा लाग्छ। त्यसपछि के हुन्छ त भन्दाखेरि आइया लु लट्ठी पनि पाइयो। ज्यान अस्वस्थ हुन्छ। स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो। सङ्डाकोक भाङमा चामा साहोमा चामा बेसु साहोमा चामा काइले भाग्छ अरे युङमा चाहिँ होमा चामा मन लग अब पोखला है ममे ढोला मला वाको हाक्नुमा लुयाङ बेला भाग्छ हुन्छन् परना झन्डै झरे ल काइली हुँदैन जग्गा लाम्याङ नि भाग ओमाने नि सङदाङ भन्मा युङमा नि युङ मान्छन् नि चिसो तातमा नि अर्ग्यानिक हावा चामाने नि यो छोड्या हो र ए को भएर हावा छङ चानु याङनी सङछङ चानु याङनी लाम्छे चानु याङ माङ काइली लाम्चे चा याङनी नि जतिको चानु याङनी नि लाम्चे चा याङनी नि ए काइलीमा चेप याङ kosong ulo bapak yang kain 5 ya udah aja तर साउँछन् म त यो दुईटाले मलाई अघि तल चाहिँ आफूले खिचेको भिडियोलाई आफूले तर्साए उ त त्यसले के करायो भनौ खुट्टा थर्र काम भक्क लडिहाले अहिले म फुल खिच्दै थिएँ करायो साकाला सोको लग्रा थर्र भइहाले आज म के साह्रो थर्र हुँदैछु हो अगाडि हिँडेपछि नि एकदम टेन्सन लाग्छ कि आतिन्छु नि त पछाडि नजिक आइपुग्यो भने त्यो बेला झन् अगाडि हतार्दै गरेर हिँड्छु कि झन् कन्डेमा आइपुग्छ कि यो गुलाबको फुल जङ्गललाई फुलेको डाम्नाले घोचेर हौ खै के हो कुनै अब म चाहिँ कसरी अब मेरो टल्थ्यो तानी पराउँछ मामा फाइनली डाँडा निस्क्यो खुट्टातिर घुँडाको नसातिर जमेको हल्का फल्का फ्याटहरू झारियो मामा सिस्नु त अहिले त बिजोक छ हामी चाहिँ
माथि 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 डाँडा आइपुगेका छौँ। अब तेर्सो 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 जान्छौँ अनि त्यहाँदेखि तल 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 झर्छौँ। आजको हाइकिङ यात्रा चाहिँ उकालो ओह्रालो तेर्सो गरेर सक्नेवाला छौँ। खुट्टाको नसाहरू अलिअलि तन्केको महसुस भएको छ। यति थाकेको छ है। हो 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 नकुरा गरौँ। हामी त्यसरी जाँदैछौँ। म ठुली अनि उमाइली अनि काइली। आज साइली चाहिँ घरमै छोडेको छ। ल साथीहरू, हाम्रो यात्रामा सहभागी हुनुभएकोमा धन्यवाद। किम्बु पनि के अरे ऐसुले पनि बाटो बाटोमा पाकेको छ। यो जङ्गलको बिचमा बाटो छ कि, अनि यहाँ बाघ पनि लाग्छ, हरिण पनि लाग्छ नि, थाहा छ? जङ्गलले फेरि फुल फुलेको छ। कति राम्रो। हामी हिँड्ने हाम्रो हाइकिङको बाटो यस्तो छ। हो साथीभाइ हो, के छ साथीभाइ हो? कतिको थाक्या छ? हो तेरो यत्रो हिँडेको फाइदै भएन नि त। यस्तो मिठो छ यो पानी है। जङ्गलको बिचमा यसरी पानी छ। ल है साथी हो, हामी डान्डामा आइपुग्यौँ। यसरी झर्नुपर्छ सिधा। यो बाटो पाकेछौँ। यता पनि बाटो रहेछ हौ। यो बाटो चाहिँ कहाँ निस्किन्छ होला? कहाँ हो र? ल हामी सन्ला घारी घारी ओह्रालो जाँदैछौँ। यहाँ चाहिँ सन्लाको पत्ता सुकेर यसमा खुट्टा पर्यो भने एकैचोटि कहाँ पुग्छ भन्ने कुरा थाहा हुँदैन। दुई बहिनी माइली र काइली तल पुगेको छ। काफल पाकेको रहेनछ। हेर काइली, म चाहिँ यहाँ जाँदैछु। आज यो लट्ठीले धेरै सहारा दिएको छ मलाई। कभी कभी पहाड चढ्ना पर्ता है। पाकेछ? लास्टै पेट पोलो यार। यसरी हिँड्ने बेला पेट पोलेपछि चाहिँ गरेर खाइँदैन होला। ल साथीहरू, हामी चाहिँ अब घर फर्किँदैछौँ। क्यामेराको हामी चाहिँ घर फर्किँदैछौँ। भिडियो लामो हुन्छ, लामो भिडियो हेर्न साथीहरू अल्छ्याउनुहुन्छ। आजको लागि यति नै। माइलीले उहाँ गुए किरा जस्तो सन्लाको पत्ता डल्लो पार्दै 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 लाँदैछिन्। लु त यो हो नि त। घरै पुऱ्याउने हो क्या माइली? हो नि। हो काइली, कस्तो भयो आजको यात्रा?
झन्डै तलैदेखि फर्केको होइन अल्छी लाग्दै लाग्दै आजको यात्रा समाप्त भएको छ सबै साथीहरूलाई बाई बाई फेरि अर्को भिडियोमा यो मेरो कुचुक्क परेको थोपडा देखाउने नै छु लु एकचोटि यहाँ सल्ले किरालाई हेरिहालौँ न त बल्गर माइली बल्गर आमामा डल्लो पनि थोरै पारेछ त भित्तातिर यस्तै चिप्ल्यो भने त अनि ल है हिँड्दै हिँड्दै भए पनि अर्काको लागि सोचिदिने मन मान्छेहरू नचिप्लिउन् ल भिडियोलाई यहीँ अन्त गर्दछु बाई बाई सबैजनालाई फेरि भेटौँला